व्यक्त गर्न चाहन्छु। आयोजक संस्थाका आदरणीय अध्यक्ष यो 9औं संस्करणको वालिक महोत्सव 2082 का संयोजक आदरणीय समितिका आदरणीय संयोजक एवं सदस्यज्यूहरूप्रति उच्च सम्मान छ। अनुहारको खटिका यसैले कुशल कार्यक्रम प्रस्तुता सुन्दर आवाजका नानी अत्यन्तै ब्युटिफुल गायिका नायिका कहिले भन्न पाउने हो मुना अर्यालज्यूलाई पनि हार्दिक सम्मानसँगै आसन ग्रहणका लागि अनुरोध गर्न चाहन्छु। सँगै संयुक्त डान्स आइडल सिजन 4 का निर्णायक जुन एसटी सिग्री सागु थापाज्यूलाई पनि हार्दिक सम्मानसँगै आसन ग्रहणका लागि हार्दिक छ। जाने बनाइदिनु भयो भाइ यार हैन। कुन स्कुलको हजुर? पुडामृत पुडामृतको विद्यार्थीले कतिमा पढ्नुहुन्छ? 11 स्टेजमा रहेर स्टेजमा आमन्त्रित अतिथिज्यूहरू यसैगरी कलाकार साथीहरूलाई स्वागत सत्कारमा खट्नुहुने एउटा सम्मानसँगै आफ्नो पिढीहरूलाई सिकाउँदै जानुपर्छ के सबैप्रति आभारी छौँ। डान्स आइडल सिजन 4 मा सहभागी हुने सम्पूर्ण सहभागी भाइ बहिनीहरू आजको राउन्डका सम्पर्क गरिदिनुको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। र बीचमा हामी सम्झिन चाहन्छौँ यो महोत्सवलाई सफल पार्नका निमित्त निर्माण भएका सम्पूर्ण समिति उपसमितिका आदरणीय संयोजक एवं सदस्यज्यूहरूप्रति उच्च सम्मान छ। अहोरात्र खटिराख्नु भएको छ। आयोजक संस्थाका साथीहरू सबैप्रति सम्मान छ। यो व्यस्तताको बावजुद पनि घरिघरि स्टेजमा आएर हामीलाई हौसला प्रदान गरिदिनुको लागि पनि अनुरोध गर्न चाहन्छु। यो बीचमा मूल आयोजक समितिका आदरणीय संयोजक श्री चेतनारायण श्रेष्ठज्यू, यसैगरी सहसंयोजक श्री अनुपमा तिवारीज्यू, यसैगरी सदस्यहरूमा सल्लाहकार सबै रहनुभएको छ। यसैगरी राजनीतिक दलका प्रमुखहरू सबै रहनुभएको छ। यसैगरी कार्यसमिति सबै रहनुभएको छ। महिला उद्यमी सबै, यसैगरी साथी सदस्यहरू सबै रहनुभएको छ। सम्पूर्णमा हार्दिक सम्मान दिन चाहन्छौँ। यसैगरी निर्देशक वाली मुदुङ संघका